दर्शकबिन स्वागत छ सबैजनालाई हाम्रो युनाइट युट्युब च्यानलमा। आज चाहिँ भर्खरै भैँसीले ब्याएको छ र अब भैँसीले ब्याउने बित्तिकै के गर्नुपर्छ, यसलाई चाहिँ अब के खाना दिनुपर्छ, सब कुरा चाहिँ मैले देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ पाडा चाहिँ यो त्यही त हिलो भयो बिचरा। पाडा हो कि पाडी अझै हेरेँ होइन, बाबा आएर हेर्नुहुन्छ, मैले चाहिँ अझै हेरेको छैन। र चाहिँ भैँसी ब्याउने बित्तिकै भैँसीलाई के खाना दिनुपर्छ अनि यसलाई चाहिँ पाडापाडीलाई चाहिँ कसरी स्याहार गर्नुपर्छ भन्ने कुरा आजको भिडियोमा देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ भर्खरै 10 मिनट पनि भएको छैन भैँसीले ब्याएको। हजुरहरूलाई केही जानकारी दिउँ भनेर चाहिँ मैले भिडियो बनाउन गइरहेको छु। र भिडियो मन परेमा लाइक सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। यति भन्दै म भिडियोलाई सिधै सुरु गर्न चाहन्छु। र उहाँ चाहिँ आइसक्नु भएको छ, दाना दिन लाउनु भएको छ भैँसीहरूलाई। यिनीहरूलाई चाहिँ अझै दाना पानी दिएको छैन। यिनीलाई चाहिँ दिएर अनि त्यसपछि त भैँसीलाई के दिने हो के गर्ने हो भन्ने कुरा चाहिँ मैले जान्छु। अब यो भैँसीले ब्याएर अब के गर्ने हो त, भैँसीलाई के दाना पानी के दिने हो? नर्मल दाना पानी दिनुपर्छ। सुरुमा नर्मल दाना पानी दिने हो, चापटहरू दिनुहुन्न। हजुर चापट बरनहरू रेडिमेड दाना दिन मिल्छ। रेडिमेड दाना दिने, चापट बरन चाहिँ दिन भएन, त्यो बाहेक चाहिँ त्यही हुन्छ। अनि अरू के दिनुपर्छ? अरू त्यसलाई तेल दिनु पर्यो, तेलहरू, भेली तेल र भेली पकाएर पकाएर तेल हालेर ज्वानो दिनुपर्छ। ए ज्वानो, तेलमा ज्वानो चाहिँ त्यो पकाएर अनि दिने हो भेली हालेर। ए त्यो चाहिँ किन दिनुपर्छ? त्यसमा चाहिँ पाठेघर सफा गर्छ। ए पाठेघर सफा गर्नलाई हो। र त्यसलाई शक्ति पनि आउँछ क्या भेलीबाट सिधै। ए भेलीबाट चाहिँ अब ग्लुकोज हुन्छ, चिनी हुन्छ, त्यही भएर चाहिँ शक्ति पनि आउनु भयो। अनि यो पाडाले चाहिँ के गर्ने हो त? पाडा हो कि पाडी हो हेरेँ छैन अझै। एकछिनमा दुध खुवाउने हो त्यसलाई। ए अनि यो चाहिँ नजिकै राख्नुपर्छ कि पाडालाई? पाडा कि पाडी चाहिँ भैँसीको नजिकमा राखेपछि भैँसीले आफै चाट्थ्यो, माया गर्थ्यो, गरेर चाहिँ यसलाई सफा हुन्थ्यो। तान्न हुन्थ्यो क्या, यस्तो फोहोर तान्न पनि हात फोहोर हुन्छ भनेर चाहिँ मैले के गरेँ होइन। हुन्छ भैँसीले ब्याएको छ। र तपाईँले भन्नु होला यो भैँसी कति जति दुध देला तपाईँको हिसाबमा चाहिँ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र म तपाईँले चाहिँ अब केही विशेष कुरा बताउन गइरहेको छु, हेर्नु होला। के भन्दैछ र यो भैँसी हेरेर तपाईँलाई चाहिँ के लाग्छ, भैँसीले कति जति दुध दिन्छ होला कमेन्ट गर्नु होला। यो भैँसीले कति जति दुध देला नडाटिकन कमेन्टमा गर्नु होला। मैले चाहिँ अब भैँसीले कति दुध दिन्छ भन्ने कुरा चाहिँ म यत्तिकै भैँसी हेरेर लगभग थाहा पाइन्छ भन्ने कुरा देखाउन गइरहेको छु। तपाईँले भैँसी चाहिँ अब तपाईँ भैँसी किन्न जानुहुन्छ कुनै बेला, अनि भैँसी किन्दाखेरि चाहिँ त्यसले 10 लिटर दुध दिन्छ भनिन्छ। अनि घर लिएर आउँदाखेरि 7 देखि 8 लिटर दिन पनि गाह्रो पर्छ। त्यसको लागि चाहिँ तपाईँले के गर्नुपर्छ, के हेर्नुपर्छ भन्ने कुरा चाहिँ के भन्दा सुरुमा चाहिँ त्यसको पछाडिको भाग कत्रो छ। दुध धेरै दिने भैँसीहरूको पछाडिको यो भाग चाहिँ अलिक ठुलो हुन्छ, अनि त्यसमा चाहिँ डिटरमाइन गर्छ। अनि त्यो चाहिँ थुन कस्तो छ, थुनमा अब त्यो केही प्रब्लम छ कि नै भन्ने कुरा पनि हेर्नुपर्छ। अनि भैँसी चाहिँ कतिको छ, ठुलै छ कि सानो छ। कहिले कहिले चाहिँ ठुलो भैँसीले पनि कम दुध दिन्छ, अनि कहिले चाहिँ सानो भैँसीले चाहिँ लगभग धेरै दुध दिने एकदमै रेयर हुन्छ। तर भैँसी पनि ठुलो हुनुपर्छ। र मेन कुरा भनेको भैँसीको पछाडिको भाग चाहिँ यो पछाडिको भाग चाहिँ ठुलो हुनुपर्छ दुध दिनको लागि चाहिँ। देख्न सक्नुहुन्छ यो कुरा चाहिँ एकदम ध्यान राख्नुपर्छ। अनि यो भैँसीले चाहिँ दाना पानी कतिको खान्छ भन्ने कुरा त्यसमा एकदमै इम्पोर्टेन्ट हुन्छ। जति धेरै खान्छ त्यति धेरै दुध दिने सम्भावना हुन्छ। दाना पानी अलिक कम, धेरै पानी नखाने, दाना नखाने त्यस्तो भैँसीले चाहिँ अलि दुध दिन चाहिँ गाह्रो हुन्छ। हेर्नु यो यसको भैँसीको त हेर्नु सबभन्दा धेरै दुध यसले दिन्छ। हाम्रो यो फार्मभरिमा सबभन्दा धेरै दुध चाहिँ यो भैँसीले दिन्छ। देख्न सक्नुहुन्छ अलिकति हेर्दै हट्टाकट्टा, यो चाहिँ अलिक सुके जस्तो छ, हेर्दै थाहा हुन्छ भैँसीले कति जति दिन्छ भनेपछि। हेर्न सक्नुहुन्छ ठुलो भैँसी लिएपछि लगभग धेरै नै दुध दिन्छ जस्तो छ जङ्गे। अन्त अब चाहिँ त्यहाँ म देखाउन गइरहेको छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पाडाले चाहिँ अलिक नजिकै ल्याउनु थाल्नु भएको छ, भैँसीको नजिकै देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ भैँसीले बिचरा माया गर्न दिनुपर्छ, बहुत पुरै माया गरेर सब चाटेर सफा गर्छ पाडालाई। यो चाहिँ अब लगभग यो आधी घन्टामा त उफ्रेर हिँड्ने हुन्छ पाडा चाहिँ। पाडा कि पाडी हो? पाडो है छ। यो पाडो चाहिँ अब यो आधी 1 घन्टामा आफै उभिएर हिँड्ने दुगुर्ने हुन्छ। देख्न सक्नुहुन्छ पाडाबाडीहरू यस्तो बलिया हुन्छन्, जन्मेको आधी 1 घन्टा नहुँदै उफ्रिन्छन्। अलि टेक्न पनि सकेन, एकछिनपछि आफै उभिएर दुध खान जान्छ। दुध पनि खुवाउने हो अब अहिले आधी घन्टापछि होला पुरै चाटेर भैँसीले सफा गर्छ। ओ धाम्न सकेन, धाम्न सकेन, दुध खान खोजिरह।
देख्न सक्नुहुन्छ दुध खानु खोजिरहेको। ओए फाल्दै होले यस्तो यो त मूर्ख रहेछ भैँसी। देख्न सक्नुहुन्छ यो चाहिँ भैँसीले चाहिँ चाटेर बहुत माया गरिरहेको छ। उभिने खोजेको रे। यसलाई चाहिँ अब त्यहाँ उतातिर दाना पानी दिएर यसलाई चाहिँ अनि हल्का फुल्का दाना यसलाई पनि दाना पानी दिने दिएपछि त्यसपछि आधी 1 घन्टामा यसलाई चाहिँ जुवानो के तेलमा जुवानो हालेर फ्राई गरेर अनि त्यसपछि भेली हालेर चाहिँ दिने भन्नुभएको छ। सापर चाहिँ दिनुहुन्न अनि बरन पनि दिनुहुन्न। अनि चाहिँ तपाईँ पनि भैँसी पालन सञ्चालन गर्न चाहनुहुन्छ भने हाम्रो चाहिँ युट्युब च्यानलमा भिडियोहरू छन् भैँसी पालनको बारेमा, हेर्नु होला। मैले धेरै जानकारीहरू दिइरहेको छु भैँसी पालनको बारेमा। चाहिँ काग बसिरहेको छ माथि चाहिँ देख्न सक्नुहुन्छ। हाम्रो फार्ममा चाहिँ कतिवटा भैँसी देख्न सक्नुहुन्छ। हेर्नु भैँसीहरू भैँसी पाडापाडी सब गरेर चाहिँ कति लगभग 15-16वटा छन्। त्यो पाडापाडीहरू सब गरेर भैँसी गरेर 16वटा छन्। र हजुर पनि भैँसी पालन सञ्चालन गर्न चाहनुहुन्छ भने छिटो गर्नु होला। राम्रो फाइदा छ। नेपालमा धेरै प्रगति गर्न सकिन्छ भैँसी पालन गरेर। यहाँ चाहिँ देख्न सक्नुहुन्छ। अब भैँसी पालन गरेर लगभग 5वटा भैँसीबाट 1 लाखभन्दा अलिक माथि नै आम्दानी हुन्छ। सब गरेर दुध बेचेर पाडापाडी बेचेर राम्रो आम्दानी गर्न सकिन्छ नेपालमै बसेर। तपाईँ पनि सञ्चालन गर्न चाहन्छ भने गर्नु होला। अनि 5वटा भैँसी पाल्दाखेरि लगभग 20,000 देखि 30,000को खर्च आउँछ। अरू चाहिँ बच्छ अनि पाडापाडीहरू बेच्दाखेरि छुट्टै फाइदा हुन्छ, मोल बेच्दा छुट्टै फाइदा हुन्छ। त्यो पनि हेर्नुपर्छ। र चाहिँ दाना थाल्नु भएको छ देख्न सक्नुहुन्छ। दाना खाइरहेको छ। यो भैँसीले अलि धेरै खान्न दाना चाहिँ बहुत मूर्ख हो। भैँसी चाहिँ अलिक कम खान्छ अनि कम खायो भने चाहिँ दुध पनि कम दिन्छ। अनि त्यही भएर चाहिँ ख्याल गर्नुपर्छ। दाना पानी अलिक खाने भैँसी ल्याउनुपर्छ किनकि पानी एकदम महत्त्वपूर्ण हुन्छ दुधको लागि। दुधमा लगभग 80 देखि 85% चाहिँ पनि पानी हुन्छ। त्यही भएर चाहिँ पानी चाहिँ धेरै खुवाउनुपर्छ भैँसीहरूलाई दुध धेरै दिनको लागि। त्यो पनि ख्याल गर्नुपर्छ। लगभग दिनमा एक टाइममा चाहिँ 20 देखि 25 लिटर चाहिँ पानी खानुपर्छ भैँसीहरूले। दाना पानी गरेर 20 देखि 25 लिटर चाहिँ खुवाउनुपर्छ एक टाइममा। भैँसीले दिनमा चाहिँ 35 देखि 40 लिटर चाहिँ पानी खान्छ। त्यति चाहिँ ख्याल गर्नु होला। देख्न सक्नुहुन्छ घाँसहरू चाहिँ त्यही पछाडि हो नि घाँसै घाँस छ। देख्न सक्नुहुन्छ पुरै घाँसै हो नि घाँसै घाँस छन्। अनि उता चाहिँ भैँसी छ। यहाँ 2टा भैँसी, उता चाहिँ 5वटा भैँसीहरू छन्। तपाईँलाई चाहिँ भिडियो कस्तो लागेको छ मन परेमा लाइक गरिदिनु होला। र तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ हाम्रो दर्शकबिनहरूलाई? अब तपाईँहरू भैँसी पाल्नुहुन्छ भने अब सुरक्षित तरिकाले कसरी बच्चा पाइसकेपछि रेखदेख गर्नको लागि अब सुरुमा अब यिनीहरूलाई के खुवाउने थुने लाउने सम्भावना हुन्छ धेरै। अब जे पाइ खुवाउनुहुन्न राम्रोसित स्याहार सुसार गर्नु सफा गरेर राख्नुपर्छ। भैँसी फोहोर हुनुहुन्न। जस्तो फोहोर छ भैँसीहरू त्यस्तो फोहोर भयो भने चाहिँ रोग लाग्ने सम्भावना धेरै हुन्छ। अनि चाहिँ दुध पनि अलिक कम दिन सक्छ। अनि एउटा महत्त्वपूर्ण कुरा चाहिँ दिनमा सकेसम्म दिनमा एकचोटि नुहाइदिनु भयो भने भैँसीलाई सफा गरिदिनु भयो भने त्यसले चाहिँ दुध पनि बढाउने सम्भावना हुन्छ। एकदम धेरै हुन्छ सम्भावना। किनकि माखा साखा बस्दाखेरि चाहिँ दुध चाहिँ अलिक कम दिन्छ भैँसीहरूले। माखाहरूले टोक्ने यताउति हुँदाखेरि त्यो चाहिँ गोठ चाहिँ सफा हुनुपर्छ। यस्तो हुनुहुन्न देख्नु सक्नुहुन्छ। यस्तो जे देख्नुभयो यस्तो चाहिँ हुनुहुन्न। सुन्नुभयो होला। र चाहिँ ख्याल गर्नु होला। भैँसीलाई चाहिँ दिनमा एकचोटि नुहाइदिनु भयो भने भैँसी पनि फ्रेस हुन्छ। मेन्टली पनि एकदम फ्रेस हुन्छ। नुहाएपछि छुट्टै आनन्द आउँछ भैँसीलाई। अनि दुध पनि राम्रो दिन्छ अनि राम्रो खान्छ। अनि खुसी भयो भने भैँसी पनि राम्रो दाना राम्रो रिजल्ट दिन्छ, राम्रो दुध दिन्छ। चिन्छ नि चाँडै मोटा हुन्छ। मोटायो भने पनि फाइदा हुन्छ। दुध धेरै दिने सम्भावना हुन्छ मोटायो भने। यहाँ चाहिँ अझै पनि माया गरिरहेको छ बहुत हुन्छ। भैँसीले कति माया गर्छन् आफ्नो छोराछोरीलाई देख्न सक्नुहुन्छ। यो चाहिँ भिडियोमा तपाईँलाई देखाइदिइरहेको छु जस्तो माया गर्छन् भैँसीले। पुरै जनावरले पनि छोराछोरीले माया गर्नुपर्छ भन्ने थाहा हुन्छ यहाँलाई पनि। हेर्नु देख्नुभयो होला। भिडियो चाहिँ पुरै हेर्नु होला। एकदमै राम्रो छ भिडियो। अनि चाहिँ भैँसी पालन सञ्चालन गर्नेहरूले चाहिँ सेयर गरिदिनु होला। फेसबुक पेजहरूमा ग्रुपहरूमा पनि सेयर गरिदिनु होला। हाम्रो युनाइटेडमा यस्तै भिडियोहरू भैँसी पालन सम्बन्धी कुखुरा पालन बाख्रा पालन सब बारेमा भिडियो बनाइरहन्छु। तपाईँलाई नयाँ जानकारीहरू दिइरहन्छु। देख्नुहुन्छ दाना पानी दिइरहनु भएको छ। यहाँ चाहिँ हाम्रो यस्तो छ। यहाँ पानी मात्रै आउँछ। यहाँबाट कनेक्सन छ। यहाँबाट कनेक्सन भएर यसरी उहाँबाट पानी निकाल्ने भयो। सिस्टम यस्तो छ। दाना पानी अब यसमा पनि दिन सकिन्छ। दिँदाखेरि चाहिँ यो दिन सफा गर्नुपर्छ। फोहोर हुन्छ। फोहोर भएर भैँसीलाई सन्चो हुन रोग लाग्छ भन्ने चाहिँ दिनुभएको छैन हुन्छ। उता चाहिँ त्यो मोल फाल्ने छ। यति नै हो। अब तपाईँलाई चाहिँ केही नेक्स्ट भिडियोमा के बनाउनु के को बारेमा जानकारी चाहिएको छ
त्यो चाहिँ भिडियो बनाउँछु। तपाईँले कमेन्ट गरिदिनु होला, त्यो जानकारी चाहनुहुन्छ त्यो कमेन्ट गरिदिनु होला र भिडियो कस्तो लाग्यो भनिदिनु होला र भिडियो मन परेमा लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। यति भन्दै म आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल। त्यहीसँग अहिले पनि भैँसीले चाटिरहेको छ, अनि त्यसलाई चाहिँ टाढालाई